माननीय सदस्य अमरेश कुमार सिंह, समय 5 मिनट। त्यसपछि माननीय सदस्य सीता थपलिया। सम्मानीय सभामुख महोदय, यो बजेटको स्पीचको सैद्धान्तिक पक्षमा म केही कुरा राख्न चाहन्छु। मेरा साथी, मेरा विद्वान मित्र बजेट लाउनु भएछ र यसमा केही राम्रा पक्ष पनि छन्, जस्तै व्यक्तिगत आयकरको सीमा बढेको छ, नयाँ नयाँ स्टार्टअपको कुरा भएछ, आईटी क्षेत्र भइरहेछ। तर मित्रलाई भन्दा एउटा पुरानो सांसदको नाताले केही कुरालाई आगाह गर्न चाहन्छु। यो बजेटबाट खुसी कति ग्रुप भयो, नेपालको कति % जनसङ्ख्या खुसी भयो? बैंकर खुसी भयो भने बैंकमा त्यत्रो निक्षेप किन जम्मा भएछ? किनकि कसैले ऋण लिने अवस्था छैन, किनकि यहाँ आजको दिनमा व्यापार गर्ने वातावरण छैन, किन डरको माहौल छ। डरले शासन चल्ला तर डरले विकास हुँदैन। शिक्षा, स्वास्थ्य यो संविधानको विपरीत हो। म संविधानको कुरा गर्न आएको, किनकि म संविधानको हस्ताक्षरकर्ता हो। यहाँ केही मान्य मात्र होला संविधानको हस्ताक्षरकर्ता, त्यो मध्ये म पनि छु। संविधानमा शिक्षा, स्वास्थ्य मौलिक अधिकार हो। त्यो मौलिक अधिकारमा ट्याक्स लगाउनु पाउँदैन। त्यो ट्याक्स विद्यालयमाथि लागेको छैन, प्राइभेट विद्यालय या प्राइभेट अस्पताललाई त्यो लागेको छ, त्यो पढ्ने विद्यार्थीलाई। सार्वजनिक त्यो ट्याक्स लगाउन सकिन्छ, पहिले सार्वजनिक विद्यालय मजबुत पारौँ न। त्यहाँ कहीँ पनि पाइला देखिएन। सार्वजनिक विद्यालय मैले पहिला पनि भनेको थिएँ बजेटको प्राथमिकताको बारेमा छलफल हुँदाखेरि कि माननीय हाम्रा मित्र अर्थमन्त्रीजी, उहाँहरूको ठुलो नेटवर्क छ बुढानी कन्ट्री स्कुल पढेको। कम्तीमा मैले 100वटा खोजेको होइन, अर्को बुढानी कन्ट्री स्कुल बनाउने मैले आशा लिएको थिएँ कि कम्तीमा 7वटा प्रदेशमा 7वटा बुढानी कन्ट्री स्कुल बन्छ आवास विद्यालय, कि उहाँहरू जस्तै नेतृत्वमा आउने फेरि आउँदो पुस्तामा पनि विद्यार्थी पैदा हुन्छ। त्यो मैले विश्वास लिएको थिएँ, त्यो म कहिले पनि भेटिएन। मेरो पीडा त्यहाँ छ। मेरो पीडा यहाँ छ कि मेरो क्षेत्र किसानको मात्र क्षेत्र हो, गरिबहरूको क्षेत्र मात्र। त्यहाँ कुनै बजार छैन, कुनै सहर छैन। त्यहाँ खेतमा किसान 5 रुपियाँ तरकारी फलाएर बेच्छ, तर त्यही काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको। त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने, 20 रुपियाँ पाउने त्यहाँ व्यवस्थामा कहीँ देखिन। त्यहाँ किसानको लागि कम्तीमा दुईटा कुरा अहिलेको वर्ल्डको मोडर्न एज के, म पनि एउटा विद्यार्थी हो, जम्मा दुईटा च्यालेन्ज छ। एउटा अनइम्प्लोइमेन्ट, एआई को डेभलपमेन्ट, आईटी को डेभलपमेन्ट मानव सभ्यताको लागि पनि एक तरिकाले च्यालेन्ज छ कि मान्छे बेरोजगार हुँदै जान्छ। त्यो युवालाई रोजगारी दिने कि नदिने, किनकि जेनजी आन्दोलन युवाको विद्रोह थियो। युवालाई रोजगारी हामी दिन सकेन भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखिए। अर्को कुरा, नेपालको सबभन्दा ठुलो रोग र समस्या हो उत्पादन, किन व्यापार घाटा धेरै छ। किन मैले उहाँ अर्थशास्त्र बुझाउने क्षमता राख्दैन, तर म व्यवहारिक क्षमता राखेको छु। किन जनताको घर दैलोमा गइराख्नुपर्छ, गरिबको भान्सामा देख्नुपर्छ। गरिब इन्फ्लेसन यति भइरहेछ, गरिबले के पायो? कर्मचारीले त पायो 20-21%, 10% थियो, र त्यसको 10% भने 11 हुन्छ, 21% पायो। तर कर्मचारी कति % छ, कति लाग्छ? 3 करोड जनसङ्ख्यामा कर्मचारी कति छन्? त्यो मेरो चिन्ता मुसहर बस्तीमा छ, दलित बस्तीमा, चेपाङ बस्तीमा छ। जुम्लाको स्याउकोलाई कसरी प्रवर्धन गर्ने? उत्पादन आजको दिनमा जमिन बाँझो छ, वैदेशिक रोजगार रेमिटान्सको भरमा चलिरहेछ। हामी अर्को कुरा, साउथ एसिया, म साउथ एसियाको विद्यार्थी पनि हो, अन्तर्राष्ट्रिय पोलिटिक्सको। साउथ एसियामा आजमा कुनै देशै छैन कि जहाँ जीडीपी को 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठुलो फुकिएको बेलुन हो। फुकिएको बेलुन लामे समय टिक्दैन। यो बजेट काजमा हुन्छ, मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। किनकि 7 खरब बजेट, 7 खरब भने 7 अरब भने फेरि राम्रोसित भन्छु, झन्डै 7 खरब बजेटको डेफिसिट हो। र मेरो गाउँमा एउटा साउजी थियो, हामी बच्चा हुँदाखेरि। त्यो साउजी ऋण काट्दा त्यसको सबै लिलाम भयो, गाउँ छोडेर भाग्यो। किन? कि एउटाको ऋण तिर्नलाई अर्कोसँग ऋण लिन्थ्यो, फेरि अर्कोसँगको ऋण तिर्नलाई तगादा गरेपछि फेरि अर्कोसँग। अरू अर्थमन्त्रीले लुकाएर भन्नुहुन्थ्यो र यथार्थ पहिला पनि थियो, तर यो अर्थमन्त्रीजी खुला बजेट स्पिचमा भन्नुभएको छ कि 4.5 खरब म आन्तरिक ऋण लिन्छु, त्यसमा 3.5 खरब रिपेमेन्टमा जान्छ। माने पुरानो ऋण तिर्नलाई ऋण छु,
विकासको लागि होइन, जहाँ पुँजीगत खर्च हुँदैन, जहाँ जुन देशको पुँजीगत खर्च 20% हुन्छ, त्यो देशलाई भगवान बचाउँछ कि त्यहाँ इम्प्लोइमेन्ट हुन्छ, त्यहाँ इन्भेस्टमेन्ट हुन्छ र त्यो देश अगाडि समृद्धिको बाटोमा जान्छ। यो एउटा लेमनले बुझ्ला, तर म जस्तो एउटा एक्सपिरियन्स साँच्चै बुझ्दैन। यस्तो सगुफा मैले 20 वर्षदेखि सुन्दै आएको छु। हरेक अर्थमन्त्रीले लाग्छ बजेट बनेको दिन भोलिपल्टै नेपाल कायापल्ट हुन्छ, भोलिपल्टै सिङ्गापुर हुन्छ, अमेरिका हुन्छ, साउथ कोरिया हुन्छ, दुबई हुन्छ, जापान हुन्छ। तर ढाकको 3 पात हरेक साल ऋण थपिँदै गइरहेछ। यो मान्य सदस्य अटो सेटअप छ, यसमा मैले त काटेको होइन।